माई गड दिउँ त्यहाँ बस यसलाई चाहिँ यसरी बसाउनुपर्छ डन्ठा देखाएर बस्नु यहाँ बस यसको कुन भएछ आमै के भएर कुन्नु भयो यसको घाउ के साह्रो बल्झेको गाइस के दिनुपर्ने हो कमेन्ट गर्नुहोस् त यहाँ बस खुन्नेन न खुन्ने कहाँ चाहिँ के भएछ हौ किन घाउ भएको छ कि कसो हो यसको चाहिँ एलर्जी भइबस्छ घाउ भइबस्छ कि अन्त कसैले भन्छ दहिरो चिउरा दिनु भन्छ कसैले भन्छ सित्रा दिनु भन्छ घरि के दिनु भन्छ खै त नसुन्दैन यसको घाउ जाति हुँदैन यहाँ त कुनै कुन थियो त खोइ घाउ पनि देख्दिनँ म त यसलाई चाहिँ म पहिला सानोमा चाहिँ गाइस नुहाइदिइबस्थेँ होइन अब चाहिँ यो ढेँडो भयो ठुलो भयो हो तन्देरी भयो त्यही भएर नुहाउनु सक्दैन टोक्नु खोज्छ नि त अन्त अहिले चाहिँ यसको यो टुइकै दुख्छ कि सबै भएर म त मानेको है गाइस म त मान्दैन यो हेर यस्तो मैला भएको छ यहाँ बस पहिला त कस्तो मान्छे चाहिँ नुहाउनु अहिले त मान्दैन पो हेर मैला सेतो भयो है अब चाहिँ अलिक गाइस यहाँ त आइज अलि माथि आइज बस्थ्यो यहाँनिर घाउ भएको थियो नि गाइस यतानिर घाउ भएको छ अलि यता आइज यहाँनिर चाहिँ के भयो मैला न मैला जाँदैन सफा पनि हुँदैन त अब चाहिँ सेतो हुँदै पप्पी गाइस नि यो सफा दिनलाई सफा राख्नु सक्दैन गाइस के गर्नु होइन तर पनि बुकको बेला सम टाइम हेर खुट्टा त कस्तो यो अलि भए पनि सफा भयो हो अन्त यसलाई उपिया पनि पुरा परेछ नि त पहिला एउटा थिएन उपिया हो ल गाइस पप्पी नुहाएर सफा भयो गाइस आज ओ माई गड माई गुडनेस यति अब म नुहाउने बेला भयो ए अब म नुहाउनु पर्छ तैँले झर्किटी सबै जिउभरि लु सफा भयो लु गाइस सफा भयो पप्पी ओके बाई थ्याङ्क यू फर वाचिङ भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयरहरू गरिदिनुहोस् होला ओके यसलाई झर्किन आँट्यो फेरि झर्किन हाल्यो